हाम्रो चाहिँ एक्जाम सकेको अवस्था। अब रिजल्ट चाहिँ 6 बजी आउँछ। यता यता 3 क्लासको अनि हामी चाहिँ 2 क्लासको मान्छेहरू। अब 3 क्लास सबिना अनि माया दिदी अथवा जो पास हुनुभयो सबैजनालाई बधाई छ। अब मौखिक एक्जाम चाहिँ सबै बिग्रियो। अब लिखित एक्जाम छ। लिखित एक्जामको आशा भयो। गल्त भयो एक्जाम। राम्रो भएर आयो। सुरुमा त मुटु कामेर हात कामेर लेख्न नसकेर हैरान भएको थियो, तर लेख्दै जाँदा पढ्दै जाँदा। हेलो गाइज, नमस्ते, सेवारो, वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू डे न्यू भ्लगको साथ आज चाहिँ उपस्थित भइसकेको छु। आज चाहिँ मेरो के छ भने आज चाहिँ म बिहानै रेडी भएर चाहिँ स्कुल जान लागेको छु। आज चाहिँ मेरो स्कुलको अन्तिम दिन, यानि कि एक्जाम परेको छ। आज मेरो एक्जाम कस्तो हुन्छ, के कस्तो हुन्छ आजको दिन भनेर चाहिँ म क्याप्चर गर्न चाहन्छु। त्यही भएर चाहिँ मैले आज भ्लग बनाउँदैछु। आज एक्जाम हो, हे भगवान, आजको मेरो एक्जाम कस्तो हुन्छ भन्ने त म आज देखाउने छु। अब चाहिँ म स्कुल जान लागेको, मेरो स्कुल के कस्तो छ भनेर स्कुल पनि देखाउँदैछु। यहाँदेखि अब यो चोटिको मेरो स्कुल चाहिँ नजिक छ नि त, अनि त्यही भएर अब हामी चाहिँ 8:30 भयो। अब हिँड्न लागेको। हेर्दै गर्नु होला आजको दिन चाहिँ के कस्तो हुन्छ, हामी पास हुन्छौँ कि फेल हुन्छौँ त्यो पनि आज नै थाहा हुनेछ भन्दै अब हामी चाहिँ हिँडेको। यता मिस्टरले चाहिँ हामीलाई पुर्याउनु हुन्छ। अन्डा मैले खाइसकेँ। अब चाहिँ हामी जान लागेको है त। आजको दिन चाहिँ के कस्तो हुन्छ हेर्दै गर्नु होला। ल आज हाम्रो एक्जाम के कस्तो हुन्छ ल मजाले सबैलाई बेस्ट अफ लक दिनु ल। बेस्ट अफ लक, बेस्ट लक। बुढी पास भएर भरे पार्टी, भरे पास हुनेहरूलाई पार्टी है। भरे म थिन भने नखोज्नु। पास मान्छेहरू त अनि त्यस्तो भन्नै हुँदैन। ल जानु, यो चाहिँ हाम्रो स्कुल हो। आज चाहिँ आजको हाम्रो एक्जाम के कस्तो हुन्छ थाहा छैन। के भयो? भावनाले बिहानै बेस्ट अफ लक भाउजू थ्याङ्क यू भने पास हो के अरे। अब कतरा पुटुक्क फुटेर आयो। त्यो राम्रो उयो सगुनो के को क्लासमा 3rd चाहिँ भएछौँ। जहाँ बस्छु त्यहीँ एक्जाम गराउँछ कि के? यो चाहिँ हाम्रो क्लास हो। ल आजको हाम्रो एक्जाम चाहिँ कस्तो हुन्छ सबै कन्फ्युज। यो चाहिँ हाम्रो क्लास सबैजना हाम्रो आज गर्दै हुनुहुन्छ मौखिक एक्जाम दिएर आउने मान्छेहरू। हाम्रो मौखिक एक्जाम क्लास हुँदैछ अहिले चाहिँ। सबै बिग्रियो, सबै मौखिक एक्जाम चाहिँ सबै बिग्रियो। अब लिखित एक्जाम छ। लिखित एक्जामको आशा राखौँ, हेरौँ। अब हाम्रो लिखित एक्जाम चाहिँ 12 बजीदेखि सुरु हुन्छ होला। लिखित एक्जाम कस्तो हुन्छ हेरौँ। मौखिक त बिग्रियो, गाह्रो छ। इल्तीको लागि रेडी हुनु भन्दै हुनुहुन्छ सरले। अब के पढ्नु, जति पढ्नु पढिसक्यो। अब एकैचोटि एक्जाम दिनु हो। अनि सबैजनाले चाहिँ कुशल एक्जाम दिइसकेर आउनुभएको छ। यता सबैजना पास हो, यति सबैजना होइन हौ, तपाईँ झन् मुख्य पास। अब हाम्रो चाहिँ लिखित हुन आँटेको छ। लिखितमा चाहिँ अब के हुन्छ
मौखिक चाहिँ सबै बिग्रियो, यता आस्थाले चाहिँ राम्रो गर्यो। हाम्रो चाहिँ लिखित हुन लागेको छ। लिखित पछि फेरि पनि भेट्नेछु के कस्तो हुन्छ। आज चाहिँ मेरो एक्जाम, यो चाहिँ हाम्रो एक्जाम हुन लागेको क्लास जाँदैछु म चाहिँ। अब लिखित हुन लागेको छ, मुटु ढुकढुक गर्दैछ। हो फाइनली हाम्रो चाहिँ एक्जाम सकेको छ। अब एक्जामको रिजल्ट चाहिँ कस्तो आउने हो हेरौँ। छालेछ है। अब चाहिँ म चाहिँ साथी पर्खिँदैछु। म चाहिँ अघि सकेको नि त। अब रिजल्ट कस्तो आउँछ, रिजल्टको पर्खाइमा हो। के अरे सुरुको अन्त अन्तिमको मैले देखाएको गर्नु भएन नि, कतिवटा गर्नु बाँकी थियो। अन्त हाई पास पास तपाईँ ल फेरि भेटौँला होइन। यहाँ चाहिँ सबैजना एक्जाम दिएर आइसक्नु भयो। खिच्दै बसेको कि आजको हाम्रो रियाक्सन हुनु परेन। आज लास्ट डे, आज परीक्षा दिँदा सुरुमा त मुटु ढुकढुक गरेर यस्तो भएन। सबै भटाभट निस्किँदै हुनुहुन्छ एक्जाम दिएर निस्किँदै हुनुहुन्छ सबैजना। सुरुमा त मुटु कामेर हात कामेर लेख्नु नसकेर हैरान भएको थियो, तर लेख्दै जाँदा पढ्दै जाँदा अब सबै पढेकै आएको थियो नि त। अनि पढेकै आएको लेख्यो। अब हेरौँ एक्जामको रिजल्ट कस्तो हुन्छ। मुटु त ढुकढुक भइरहेछ। अब के हुन्छ एकछिन, कति घन्टा 3-4 घन्टापछि थाहा हुन्छ। यहाँ चाहिँ अब पेपरहरू पनि चेक भइहाल्छ, मेसिनले चेक गर्ने हो नि त पेपर। अनि त्यही भएर रिजल्ट पनि आजै आउँछ। अनि मुटु कामिरहेछ भटाभट भटाभट। यता चाहिँ बहिनीहरूले छैन हौ मर्या भयो भने। बाई बाई दिदी, बाई बाई। तपाईँ कहिले जाने हो साथी? ला भोलि नै? ए भगवान्। अब हामी चाहिँ क्लास सकेर जाँदैछौँ। हाम्रो एक्जाम पनि सक्यो। अब रिजल्ट एकछिन पछि आउँछ होला। यो रिजल्ट चेक गर्ने हो। यो चाहिँ हाम्रो स्कुल हो, त्यहाँ के हो यता चाहिँ डिस्कस गर्दै हुनुहुन्छ। हाम्रो चाहिँ एक्जाम सकेको अवस्था। अब रिजल्ट चाहिँ 6 बजी आउँछ। यता 3 क्लासको, अनि हामी चाहिँ 2 क्लासको मान्छेहरू अब 3 क्लासमा जान्छौँ कि जाँदैनौँ भन्ने कुरा चाहिँ भरे 6 बजी थाहा हुन्छ। अब चाहिँ अरू सबै गइसके, अब हामी मात्रै बाँकी छौँ। हामी चाहिँ अब साथी पर्खेर हामीलाई लिन आउँदै हुनुहुन्छ। पानी पर्दैछ, आजको मौसम चाहिँ यस्तो छ कोरियामा। अब फेरि पनि हामी यो स्कुललाई फेरि आउने बाचाका साथ बाई बाई गर्ने बेला भइसकेको छ। कहाँ बस्नु? अर्को हप्ता फेरि आउने। हामीलाई लिन आउने मान्छे आइसक्नु भयो। निन्द्रामै हुनुहुन्थ्यो? हामी चाहिँ फाइनली घर आइसकेको छौँ। अब हामी चाहिँ रिजल्टको पर्खाइमा छौँ। टिक टिक 1, टिक टिक 2, टिक टिक 3। मुटु चाहिँ धड्किराखेको छ। हेरौँ पास हुन्छ कि हुँदैन। आशा चाहिँ राख्नुपर्छ होइन। अब रिजल्ट नआइकन चाहिँ निराश हुनु हुँदैन। आजको हाम्रो रिजल्ट के कस्तो आउँछ भनेर त म एकदम धेरै एक्साइटेड छु। हेरौँ भरे रुनु पर्ने हो कि हाँस्नु पर्ने हो, त्यो भरे म देखाउने नै छु। अब अहिले चाहिँ 1 बजेको छ। अब ठिक 5 घन्टामा चाहिँ हाम्रो रिजल्ट पनि आउनेछ। हेरौँ हाम्रो रिजल्ट के कस्तो हुन्छ। तपाईँले कस्तो हुन्छ जस्तो लाग्छ? आश चाहिँ गर्नुपर्छ। रिजल्ट नआइकन चाहिँ निराश हुनु हुँदैन। हस् साथीहरू, मेरो रिजल्ट आएपछि के कस्तो हुन्छ खुसी भयो भने हाँस्दै आउँछु।
अब राम्रो रिजल्ट आयो भने हाँस्ने हो, नराम्रो रिजल्ट आयो भने पनि केही छैन भनेर चित्त बुझाउने हो। मेरो रिजल्ट आयो फाइनली साथीहरू। मेरो रिजल्ट चाहिँ के भयो अरे? पास भयो 76 आयो मार्क्स। म पास भएँ। अब म फेरि 3 डाङ्गेमा जान्छु। यो खुसियालीमा म के गरौँ भगवान्, म पास भएँ। माया दिदी र ऊ पनि पास भयो अरे। माया दिदी सबिना पनि पास भयो अरे। ए ल आजको हाम्रो रिजल्ट चाहिँ सायद हामी पास भयौँ, हामी सहकर्मीहरू होइन। अब सामदाङ्गेमा जानको लागि रेडी हुनुपर्छ। अब के गर्नु, यो अर्को हप्ता जानै पर्छ। कहिले पनि छुट्टी चाहिँ हुँदैन होइन, जानै पर्छ। अब चाहिँ हामी सामदाङ्गेमा जानलाई रेडी। अब त्यत्रो पढेको थिएँ होइन, पढ्नु चाहिँ धेरै पढेको थिएँ। अब त्यत्रो पढेर पनि फेल भयो भने फेरि पढ्नलाई चाहिँ मलाई अल्छी लाग्थ्यो होइन। अब यो चाहिँ कस्तो हो भने फेल भए पनि फेरि पढेर अर्को पटक के अरे एक्जाम नदिई पनि पास गर्नु मिल्ने कुरा हो नि त। अनि अब ठिक छ, त्यहाँसम्म ठिक छ होइन। तर के अरे मैले त सबै पढाएको थिएँ, बुक सबै। अनि त्यो सबै पढेपछि फेरि फेल भयो, 1-2 मार्क्स पुगेन र फेल भयो भने त फेरि अल्छी लाग्छ क्लास लिनु। हो त्यो कुरा चाहिँ मलाई गाह्रो भइरहेको थियो। केही छैन, म पास भएँ, मिहिनेतको फल आखिर पाएँ होइन। यति पढेको भए मैले ब्याचलर के गरिसक्थेँ होला। तर अब यहाँ आएर मात्रै बुद्धि पलायो होइन। ठिक छ, आजको हाम्रो सन्देश चाहिँ एकदम दिन चाहिँ आज एकदम सुखद रह्यो। अब खुसी हुँदै सामदाङ्गेको तयारी गर्नुपर्ने हुन्छ। तर 1 हप्ताको लागि चाहिँ चिल भएर हिँड्ने दिन आयो भन्दै आज यहाँ सुन्नु न, आज म पास तपाईँको कारणले भएको अरे। अघिसम्म के भन्दै हुनुहुन्थ्यो, मैले गर्दा पास भएको, मैले पढाएर भन्दै हुनुहुन्थ्यो। त्यसो होइन, म पढेर मेरो मिहिनेतले पास भए पनि नभनौँ होइन। तपाईँले पनि सिकाउनु भयो, बुझाउनु भयो। सरले पढाएको त केही होइन, यता नपढेकन म केही पनि बुझ्दिनँ थिएँ। धन्यवाद तपाईँलाई पनि, धेरै धेरै धन्यवाद। अनि खै मलाई बधाई छ भनेको, यता हेरेर भन न। ल बधाई छ तिमीलाई, 3 लेभल पास भएकोमा। अब 3 लेभल पढ्नु अनि छिटो त्यो पनि पास गरिहाल्नु। ल म चाहिँ अब आज चाहिँ एकदम खुसी छु। अब खुसी नै हुन्छ, किनभने मिहिनेत गरेर पढाएको थियो नि त। अनि फेल भयो भने पनि 3 महिना त लस हुन्छ। त्यही भएर चाहिँ जसरी पनि पास हुनु भनेर पढाएको थियो। ठिक छ, पास भयो। सबिना अनि माया दिदी अथवा जो पास हुनुभयो सबैजनालाई बधाई छ। अब 3 डाङ्गेमा भेट्नु पर्छ भन्दै आजको मेरो भ्लग चाहिँ यति नै। आज चाहिँ मेरो मुख्य रियाक्सन हेर्नको लागि नै मैले बनाएको हो। आजको दिन चाहिँ कस्तो हुन्छ भनेर चाहिँ बनाएको हो। मुटु धेरै ढुकढुक गरिरहेको थियो, तर राम्रो भयो भन्दै मेरो भ्लग चाहिँ यहीँसम्म एन्ड गर्न चाहन्छु। हस्त, नमस्ते, बाई बाई।